हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। हामी चाहिँ आज है दाइ भाउजू म भएर हामी बाहिर निस्किरहेको छौँ। हामी धेरै पछि दाइ भाउजू म भेट भयौँ क्या, 3-4 महिनै पछि होला सायद, होइन। गाइज यो चाहिँ हेर्दा नेपाल जस्तो क्या, मेरो गाउँ यस्तै छ क्या हेर्दा चाहिँ, होइन। अनि अहिले चाहिँ हामी जापानको होलसेल पसलमा आइपुगिसकेका छौँ साथीभाइहरू। हामी चाहिँ दाइ भाउजू हुनुहुन्छ, अगाडि हेर्न सक्नुहुन्छ मेरो दाइ भाउजूलाई। दाइ भाउजू सामान किन्दै हुनुहुन्छ। अनि म चाहिँ यसो हेरेर क्या एकदमै सस्तो, अरू ठाउँमा भन्दा नि सस्तो हुँदो रहेछ। र हामीले भाउजूको बर्थडेको केक पनि लगिसक्यौँ। केक सेक लगेर सबै सामानहरू किनिभ्याएर हामी चाहिँ अब पैसाहरू पे गर्न गइरहेका छौँ। दाइ भाउजूले चाहिँ यता साथीभाइहरू पे गर्दै हुनुहुन्छ र हामीले म्याक खाएर त्यसपछि सिँगै कुखुरा पनि खाएर सबै भ्याएर सकिसक्यौँ। अनि साथीभाइहरू मेरो कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला है गाइज।